So hello and namaste everyone, welcome back to my channel. Hope सबजना सन्चै हुनुहुन्छ होला। सन्चै आरामै छु। सो एकदम गर्मी छ गाइस धरानमा चाहिँ। अनि आज हाम्रो राइड चाहिँ शहीद मार्गबाट ब्लग स्टार्ट गर्दैछौँ। यस्तो दामी देखिरहेछ, यु क्यान सी ब्याकग्राउन्डमा पनि देख्न सक्नुहुन्छ। सो अनि आज चाहिँ एकदम गर्मी छ अनि एकदम चिसो मनाउन जाँदै गएर। सो मेरो साथी आइसकेको छ भानुचोकमा। भानुचोकदेखि चाहिँ हामी डबल जान्छौँ है त गाइस। ल लेट्स गो। भेट भइसकेको छ अनि हाम्रो लास्ट 2 महिनापछि फेरि भ्लगमा आउँदैछ। हामी भानुचोकमा छौँ अहिले चाहिँ ट्याक्क लाएर। अब चाहिँ हामी जान्छौँ, हल्का घाम पनि लागिरहेछ। अनि आजको हाम्रो यात्रा भनेको पछि भेट भइरहेछ। गाइज हामी चाहिँ यहाँ बाह्रौँ ठाउँमा आइपुगिसकेका छौँ। एज यु क्यान सी गाइज एकदम बवाल छ फोटोसुटको हाम्रो चाहिँ ट्याक्क प्राइजहरू झर्दैछ। हाम्रो बाइकहरू छ भने भ्यू चाहिँ यस्तो देखिरहेछ। यस्तो शीतल छ नि। यदि तपाईँहरू पनि धरानतिर हुनुहुन्छ भने चाहिँ एकचोटि आउनु होला। यो चिसो हावा खानु मन छ भने चाहिँ तपाईँहरू पनि आउनु होला। लागिरहेछ बाटो चाहिँ यस्तो छ। ठिक छ फोटो सुट भइरहेछ। But it's too late now. I remember you and me, and how careless we could be. All day and all night, we'd stay up, it felt so right. We were so young, we were so dumb. We would get drunk and then hook up. We were okay. गाइज हाम्रो चाहिँ गइ भइरहेछ। मस्तै झर्ना है त ट्याक्क लाएर। यहाँ मेरो ब्रदरहरू रैला हान्दै ल्याउ त सकायो क्या। हन्टर छौ क्या तिमी त यार। सकाइहालेछौ नि। अनि यसलाई सकौँ त म। गर्मीमा चाहिँ शीतल हुने रहेछ, तर अलिकति एडभेन्चर हुनेवाला छ अरे। यताको ब्रिज चाहिँ भत्किया छ अरे। अनि हामी चाहिँ जाँदैछौँ। के कस्तो छ म तपाईँलाई अपडेट दिइहाल्छु।
तर हिँड्ने बानी पो हराएको हो कि खतरा खतरा भत्केछ नि त अनि पहिरो त निकै पो हिँड्नुपर्छ क्या मान्छे त हामी अर्ग्यानिक हुने होइन साथी हो होइन अम्बुलै पो त सक्छ एक जमानामा यस्तोमा डोको हानेको मान्छे होइन नि अब 25 केजी कि 15 केजी हो 15 डोको हानेको मान्छे अहिले पो त ल हामी पनि एउटा ढुङ्गा चाहिँ थपिदिउँ नवीन आऊ न यस्तो राख्नु भएको रहेछ बतास चल्यो यहाँ चाहिँ राखौँ होला ट्याक्क सबले राख्दो रहेछ नि तपाईँहरूले पनि राख्नु होला आउँदै हुनुहुन्छ भने चाहिँ यस्तो देखिरहेछ बाटो कता हो बाटो अप्ठ्यारो छ क्या आम्मा ओहो बिस्तारै नवीन मजा आइरहेछ कस्तो छ है भिड ल भिड यस्तो छ यहाँ पुल बिग्रिया छ अरे खोज रहे हैं वहाँ पे सभी अरे हम यहाँ सीढ़ी के नीचे में थे सब इन्डियनहरू मात्रै रहेछ नेपालीहरू भेट्न अलिक गाह्रै पर्छ क्या त्यसका बाजे यो त के हो भत्केको पुल यही रहेछ है त गाई बहुत मजा आ रहा है नवीन सर यता खोला त कालो छ त अनि सब भत्के छ त आम्मामा यार पहिला त यताबाट थियो बाटो यस्तो अहिले चाहिँ फेरि यताबाट बनाउनु भएको रहेछ ठिक छ गाइस दुःख छ देउरालीमा क्या है ये किधर जा रहे हैं हम यो क्या शीतल छ त बहुत मौज कर रहे हैं लोग Sorry, bye. ल यु क्यान सी भ्यू चाहिँ यस्तो रहेछ है त झर्नाको बाबा हामी छौँ झर्नाको करिब मोज छ मोज डेन्जर रहेछ यार यो ठाउँ त आम्मामा के हुँदैछ डेस्टिनेसन आइपुग्यो फाइनली
नुहाइदिनु पर्ला जस्तो छ अब कस्तो मिठो हावा आम्म ओहो यु क्यान सी है त तल रमाइलो भइरहेछ कस्तो शीतल भयो ल बबाल देखिरहेको छ गाइस अहिले चाहिँ हामी नमस्ते झरनामा ट्र्याक्टर लगाएर हाम्रो ट्र्याक्टर एकदम दामी छ शीतल छ मजा आइरहेछ ट्र्याक्टर लगाएर हाम्रै केटाहरू मात्रै छ दामी जस्तो तपाईँहरू पनि धरानमा हुनुहुन्छ भने चाहिँ आउनु होला एकदम मजा आउँछ शीतल छ तल हेर्नुहुन्छ भने चाहिँ यस्तो खेलिरहेछन् मान्छेहरू भ्यू चाहिँ यस्तो देखिरहेछ है त पानी पनि बढिरहेछ अहिले Late now, I remember you and me, and how careless we could be. All day and all night, we'd stay up, it felt so right. We were so young, we were ल हाम्रो चाहिँ फर्कै भइरहेको छ यहाँ नमस्ते झरनादेखि चाहिँ अब चाहिँ पानी चाहिँ यस्तो आइरहेको छ लेट्स गो गाइस अब चाहिँ हामी हेभन डाँडा जान्छौँ सो हेभन डाँडा गएर भेटौँ है त गाइस ल है धरानको गर्मीलाई थाम्न नसकेर आज चाहिँ हामी आएको छौँ हेभन डाँडा है त गाइस अघि चाहिँ हामी तल नमस्ते झरना प्लस माथिको ढुङ्गाहरू घुमेर पनि हामी चाहिँ अहिले यु क्यान सी हेभन डाँडा है त गाइज बादलै बादल लागिरहेछ यु क्यान सी भ्यूहरू चाहिँ यस्तै छ के गर्नु रात पर्न लाग्यो ट्याक्क लाएर अनि यस्तो आनन्द भइरहेछ नि यहाँ गर्मी सम्झेर त कसम स्वर्गै हो यो चाहिँ स्वर्ग हेर्न चाहिँ हेभन डाँडामा आउनु पर्यो है त तर बादल चाहिँ ओभर धेरै छ जस्तो केही देखिया छैन अनि हाम्रो यता साथी ट्याक्क अनि म बवाल भइरहेछ अब हाम्रो भिडियोको अन्त्य भइसकेको छ गाइज अब चाहिँ हाम्रो ब्याक टु धरान है त गाइज